हालिदिने मान्छेले गर्यो कि त हलाउने मान्छेले गर्यो। अरे कहना क्या चाहते हो? अरुण खोला मिल्छ मिल्दैन अरू खोलै जाने हो यो लिएर बुझ्नुभयो नि। अब यहाँ कतिको 15को के अन्त अब यो अहिले त ल मानौ ल यसलाई सिस्टममा बढाउनु मिल्छ, सिस्टममा बढाउनु मिल्छ। बढाउने हैन के यो कतिको यो आफूले यो हेरेर चिन्नु न। ल चिने कसरी चिन्ने त नि लाग्यो नि यहाँ के रेको नचिनेको भएदेखि के रे हाने त फेरि कस्तो छ त के रे अङ्क त अङ्कमाथि हामीले हेर्ने हो। हो त्यो माथिको अनुसार हो नि त काबी बुझाउनु नजानेको यार मैले नजानेको कि हजुरले नबुझेको। उताको हेरौँ उता कस्तो छ त उताको त 5 एम्पियरको छ नि। आएदेखि फेरेकै छैन के यो हालेदेखि त्यो प्रेमलाई के रे ल सोधै हुन्छ ल। अब यो एमसिबी तपाईँले कसरी 5 एम्पियरको भन्नुहुन्छ ल भन्नु त। यहाँ यसरी केरेर यहाँ हालेर यसरी केरेर यस्तै हाल्यो होला त अनि ए सुन्नु सुरुमा यस्तो हाले यस्तो कोरेको जस्तो दाम हुन्छ र सुरुको नयाँमा हेर्नु न यहाँ हेर्नु न कोरेको त आफैले यो पेनले मैले आफैले कोरेको र पेनले कोरेको र काँटीले कोरेको ल हेर्नु न तपाईँले आँखा राम्रो हो त्यो देखेको छु मैले तर के मिस्टेकले यहाँ चाहिँ उ गरे होला साफ गर्दा या के साफ गर्दा त्यो त अङ्क साफ गर्ने जरुरी नै हुन्न नि दाइ। यो त फल्ट गरेर त्यो ठुलो ठुलो क्षमताको हालेर त यहाँ कोरेर यसो बिठाइ गरेर हालेको हो नि त यो। के लाग्छ अनि मैले त केही गर्दैन। फोटो किन खिचेको फोटो त तपाईँहरूलाई बुझाउनै सकेन त मैले अनि भिडियो खिच्नु परेन। कि फोटो खिचेर उता देखाउने कि भनेर फोटो खिचेर भलग बनाउँछु मैले भलगमा हाल्ने हो। यस्तो कहाँ कहाँ भएको हाल्ने र गाउँघर यस्तो भलक बनाएर हाल्यो भने फेरि आफ्नै गल्ती भयो भने के अन्त मेरो गल्ती त कसरी हुन्छ र तपाईँले अरूको हेरौँ न अरू ल यो अरू खोला यो पहिचान केवाइसी भर्ने हो केवाइसी हो क्या यो भर्ने। अनि यो प्रुफ यो उसको लागि कि के को लागि यो पहिचान विवरण हो क्या जस्तो तपाईँको मिटरको तपाईँकै मिटर हो भनेर यस्तो हो क्या दाइ। हजुरले नबुझे मिल राखेछ न केयर राखेछ हजुरले नबुझेको दाइ होइन नबुझेको होइन के यो हामीले राखेको होइन नि त यो त हामीले फेरि हजुरले त जान्नुहुन्न नि त अनि कहाँ राख्नु मिल्दैन नि हजुरले अनि अरूले राखेको क्या राख्दिनँ अरूले त राखिदियो 2 5 यहाँ 6 एम्पियर त्यहाँ कहीँ देख्नु 16 5 6 यति लेखेको देख्नुभयो कहीँ त्यसमा भन्नु त भोगेन भन्नु न चिटिङ गरेको हामीले 2 5 9 हामीले न के थाहा छ न के थाहा त्यो 8 6 हामीलाई केही हो यो तपाईँको घर धेरै अब जस्तो राइस कुकर फ्रिज पङ्खा सङ्खा एक चल्दाखेरि 6 एम्पियर धान्दैन भाइ मोटर सोटर सबै एउटा मात्रै चल्छ नि त हजुरको घर सबै चल्छ। हो यसको लागि म अहिले बुझाउन सकेन दाइ। चिटिङ त त्यो हालिदिने मान्छेले गर्यो कि त हलाउने मान्छेले गर्यो। फेरि त्यहाँ पनि चल्छ त्यहाँ पनि चल्छ हाम्रो पनि चल्छ अब यस्तो नि त यहाँ अरू सबैको घर यहाँ 5 एम्पियर 16 एम्पियर मैले फोटो देखाएँ नि हजुरलाई देखाएँ कसले चिटिङ गर्यो भनेको दिन्छु। त्यो त नयाँ ल्याउँदाखेरि त्यस्तै होइन त्यो नयाँ ल्याउँदा त पुरानो मिटर हाल्दाखेरि त हुँदै होइन त्यो मिटर हाल्दाखेरिको एमसिबी होइन पछि हालेको हो त्यो नधानेर हजुर घर नधानेरै हालेको होला नि त त्यो हो नि त। अब त्यो हालिदिने मान्छेले नै उ गरिदियो नि त्यो कोरेर हेर्नु कस्तो यो पछिको सिस्टम पनि हुनसक्छ क्षमता वृद्धि गर्न मिल्छ दाइ मिल्छ त्यही पेपर म लेख्दैछु मैले त्यहाँ खै त्यो त्यो ल्याउनु अब कसले गरिदियो कसलाई गराएको भन्ने कुरो हो। मान्छेले 1000 रुपियाँ लिएर गएर त्यो यो लक हुन्छ नि त्यो फेल्छ भनेर लेखाएन उता स्कुल टोलको छ नि त्यो एउटा तल झारेको त्यो 15 एम्पियरको हो त्यो मिटर पैसा जम्मा 1000 रुपियाँ दिएको सिल हान्नलाई 1000 रुपियाँ दिएको 1500 मागे रहेछ 1000 रुपियाँ अहिले दिनु 500 रुपियाँ पछि लिन्छु भनेर सिल हान्न भने रहेछ अनि आउँदै आएन कि त्यो मान्छेले